सिन्धुलीको पाखामा अवस्थित एउटा पुरानो घरमा वर्षौं अघि सँगै बाँच्ने कसम खाएर मरेका दुई प्रेमीहरूको आत्मा बस्थ्यो, आर्यन र माया। गाउँका मानिसहरू त्यो घरतिर जाँदैनथे। भन्थे रातको 12 बजेपछि त्यहाँ कसैको रोएको आवाज आउँछ अनि कालो छाया झ्यालबाट बाहिर हेर्छ। एक दिन काठमाडौँबाट अनुसन्धान गर्न आएको युवती श्रेया त्यो घरमा पुग्छ। उसले आत्माहरूको अस्तित्वमाथि विश्वास गर्थिन। उसको क्यामेरा, माइक र आत्मासँग कुरा गर्ने यन्त्रले त्यो रातको रहस्य पत्ता लगाउने सोच राखेकी थिइन्। 12 बज्न केही मिनेट मात्रै बाँकी थियो। घरभित्र अन्धकार, चिसो हावा अनि भित्तामा पुराना तस्बिरहरू। एकाएक उसको यन्त्रमा आवाज आयो, माया, तिमी फर्किएकी हौ? श्रेया अक्क न बक्क बनिन्। त्यो आवाज कसैको यादले भरिएको थियो, प्रेमले भरिएको। म माया होइन, श्रेया थरथराउँदै भनी। झ्यालबाट कालो छाया उसको नजिक आयो। तिमी उसको जस्तै देखिन्छौ। उसले मलाई छोडेर गएकी थिइन। हामीलाई त समयले छोड्यो। श्रेया डरले काँपिरहेकी थिइन्, तर त्यो आत्माको स्वरमा वेदना थियो, घृणा होइन। आर्यनको आत्मा थियो त्यो। हट्न सक्दिन भन्ने सोचेर श्रेयाले उसलाई सोधिन्, तिमी किन यहाँ अडिएका छौ? आर्यनको आत्मा उत्तर दिन्छ, माया फर्कन्छे भन्ने आशामा। हरेक पुनर्जन्ममा म उसलाई खोजिरहन्छु। तिमी माया जस्तै छौ। यदि तिमी चाह्यौ भने हामी फेरि साथ बाँच्न सक्छौं, सधैँका लागि। श्रेया थोरै समय चुप लागिन्। उसको मुटु छटपटाएको थियो। डर र रहस्यको बीचमा उसलाई त्यो आत्माको प्रेम साँचो लाग्न थाल्यो। त्यो रात गाउँलेहरूले फेरि रोएको आवाज सुने। तर त्यो दिनदेखि झ्यालबाट कालो छाया हेर्न छोड्यो। गाउँमा भन्छन्, आत्मा एक्लो छैन अब। उसले फेरि प्रेम पाएको छ।